हेलो वेलकम टु माई युट्युब च्यानलमा स्वागत छ तपाईँहरूलाई। हामी चाहिँ यस्तो घुम्दैछौँ, हेर्दै गर्नुहोला कहाँसम्म पुगिँदो रहेछ र घर पुगिँदो रहेछ। म डिटेल भिडियो पनि ल्याउने कोसिस गर्छु। हामी चाहिँ यसो फलफुलहरू किन्दै हिँडेको भन्दा पनि एक झोला एक झोला उयो मात्रै किन्यो, के अरे काँक्रा। यसमा मम्मी यहाँ हुनुहुन्छ। हाम्रो भिडियो मन पराइदिनु भयो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै अब हामी कहाँसम्म पुगिँदो रहेछ हेर्दै जानु है। टक्क लाएर हाम्रो चाहिँ स्टार्ट गो हिँड्ने कार्यक्रम। बेलुकाको इभिनिङ वाक त होला नि। मर्निङ वाक भए चाहिँ बिहानको हुन्थ्यो, यसलाई चाहिँ इभिनिङ वाक भन्छ। यही पाराले हिँड्नुहुन्छ हामी त लगभग चितवन त है मम्मी। सिनिक्कै घुमिन्छ नि, फेरि डल्लै होल टोटल रनिङ खानेर घुमिन्छ फिरिन्छ। यस्तो छ गाइजहरू, हेर्नु होला चितवनको। र मैले चाहिँ फुल पनि टिपेर लगाइसकेको छु, शिरबन्दी कानढुङ्ग्री भन्दै। फुलबारीको बतासैमा आज चाहिँ दिनभरि घाम लागेर 3 बजीको पानी 3 बजीतिर पानी आएर हामी घुम्न निस्केको होइन मम्मी। मम्मी यता हुनुहुन्छ। तपाईँलाई कस्तो लागिरहेछ त घुमेर? एकदम ठिक, एकदम ठिक, रमाइलो भन्नु न। एकदम रमाइलो, घुम्नु पाउँदा निस्किनु पाउँदा एकदम रमाइलो। ठिक पनि लाग्यो, रमाइलो लाग्यो घुमेर होइन। हामी चाहिँ धेरै नै घुम्यौँ। ल कपाल पनि हेरेँ, बाटा बढ्को झरेको कपाल फुटेको मोबाइलसँग चाहिँ साट्नु अरे। अब हाम्रो त कपाल पनि झर्दैन, यत्रो छ। कपाल झऱ्यो भने चाहिँ साट्नु पर्छ भोलि पर्सि। मध्ये गाउँतिर भए त कति झर्ने थियो। हामी चाहिँ तलबाट यस्तो उँभो जाने हो। उँधो गयो भने चाहिँ फेरि बजार पुग्छ नि मम्मी, 24 कोटी। उँधो गयो भने तल बेलचोक पुग्छ के यताबाट रहेछ। मम्मी चाहिँ यता हुनुहुन्छ। रुखपात फलेको यहाँनिर उयो पराउने कति गरेको। हेलो, हामी चाहिँ घुमाइ छ आज। यता मम्मी हुनुहुन्छ, हामी चाहिँ यता परबाट आएको माथिबाट। आज अलिक शीतल भएर घुम्दै हेर्दै गर्नु होला। पुनः मकान युट्युब च्यानल भिडियो। अब यहाँबाट हामी यस्तो जानुपर्छ। यो चाहिँ भित्री रोड हो, त्यही भएर खासै गाडी हिँड्दैन। हामी चाहिँ नजिकै आइसकिसक्यौँ। अब यहाँबाट टर्निङ यस्तो जानुपर्ने हुन्छ। यहाँ चाहिँ ड्राइगन फ्रुट भन्छ, ड्राइगन। त्यो रातो बेच्नु लाग्दैन यत्रो यत्रो बजारतिर।
त्यसको बोट हो कि हेर्नु न यहाँ फलेको यसरी फल्छ कि मेरो तर अँधेरो आउँदो रहेछ है खासै राम्रो नदेखिँदो रहेछ उस पनि हुने रहेछ है यति दानी ड्राइगन फलको बोट यो कत्रो कत्रो फल्छ टन्नै रहेछ यतातिर ऊ यहाँ देख्नु भएन उयो बोर्ड यहाँ इमोभेटी ड्राइगन फ्रुट फ्रम अरे ड्राइगन हामी चाहिँ फाइनली यहाँ आइपुगेर चाहिँ यस्तो यता लाग्यो ड्राइगन फ्रुटको यस्तो खेती हुँदो रहेछ यतातिर मान्छेले घरतिर छरतिर सानो सानो रोप्छ नि त यो हो कि यो त खासै यसलाई मलसल पनि चाहिन्न कि क्या हो यस्तो हुँदो रहेछ यहाँ सलर हामी चाहिँ माथिबाट घुमेर यहाँबाट टर्निङ यता फर्किसक्यौँ अब चाहिँ हामी सट्टै घुमेर चाहिँ घर पुग्न चाहिँ हामी चाहिँ लाग्छ हो निकै बेर हेर्दै गर्नु होला ड्राइगन फ्रुटको यताबाट पनि राम्रो देख्दो रहेछ अहिले चाहिँ हामी यहाँ थकै मारेको मम्मी चाहिँ चस्मा लाएर बसिराख्नु भएको छ पुरै गल्नु भयो अरे अनि उहाँले चाहिँ छेप्पारा टाइपमा चाहिँ बसिराख्नु भएको छ उहाँको बसाइ छेप्पारा तर यता त रुखहरू छ हल्का शीतलै हुनुपर्ने है यहाँतिर रुखहरू रहेछ ड्राइगन फ्रुटहरू यतातिर टन्नै हाले रहेछ यस्तो रहेछ यहाँबाट चाहिँ उता जानुपर्ने हामी चाहिँ हेर्दै गर्नु होला भन्दै हामी चाहिँ यहाँ थकै मारेको गलेर हामी थुप्रो 1 घन्टा अलिक हुन आँट्यो होला अब हिँडेको 4 बजी निस्केर हिँडेको हामी चाहिँ हिँडिसक्यौँ यत्रो फल रहेछ यता चाहिँ खासै गाडी नहिँदो रहेछ है ठुला ठुला यो भित्री रोड परेर होला मेन रोड नपरेर होला तर मेरो चाहिँ तरिका यस्तो चाहिँ हिँड्दैछ सुरुवालहरू पनि तन्काएर माथि पुरा गर्मी ज्यादा बस्ने ठाउँ चाहिँ यो चाहिँ ठाउँ ठाउँमा रहेछ हेलो तरकारीवाला भनेको यहाँनिर आएछ हजुर तरकारी के छ भन्नु खोजे हो यहाँ काँक्रा कसरी हो दाइ काँक्रा केजीको 120 रुपियाँ लोकल त महँगै छ लोकल काँक्रा महँगै छ आँप चाहिँ कसरी हो किलो काँक्रा लाने मम्मी हालिदिनु न 1 किलो एउटै 1 किलो होला तरकारी चाहिँ केही छैन यो सिमी कसरी हो सिमी त बिग्रिसकेको रहेछ सिमी मुला एउटा सानो ल्याउँछ बनाना यो केरा कसरी छ दाइ केरा 130 हो
यसको लाउनुलाई ठ्याक्कै 1 किलो भयो। हामी चाहिँ तरकारी किनेर पनि गाडी चाहिँ अगाडि नै गइसकिसक्यो। हामीलाई छोडेर गयो तरकारीको गाडीले। यहाँ तरकारी चाहिँ मम्मीले झुन्डाइरहेछ फेरि हातमा। च्यो च्यो काले काले त होइन रहेछ। हेलो सोल्टी। सोल्टीलाई लास रहेछ। सोल्टीको लास लागे जस्तो छ। तर हामी पनि यता चाहिँ म पनि फर्स्ट टाइम हो आएको यता चाहिँ मम्मी। मलाई पनि थाहा छैन यता कहाँ पुगिन्छ भनेर। यता फर्स्ट टाइम आएको हेर्दै गर्नु होला। आँपहरू फलेको रहेछ यतातिर चाहिँ आँपहरू चाहिँ टन्नै पाउँछ फेरि फलेकोहरू अरे घरतिर। फुलबारीको बतासैमा सट्ट लाएर हामी चाहिँ अहिले चाहिँ स्केट पार्कको बाटो घुमेर फुलहरू बाटो बाटो फुलहरू राम्रो रहेछ। कति चिप्लिन्छ होला। कसरी राम्रो घाँस काट्ने हजुरबासँग चाहिँ गफ हल्का हानेर हामी चाहिँ फेरि चालु गऱ्यौँ सिधै जाँदैछौँ। स्केट पार्क हो क्या यो स्केट पार्क। त्यहाँबाट लाने नि जरपट्टि त्यहाँ पनि पाउँछ नि। त्यहाँभित्र मिठो पाउँदैन छ त्यो छैन छ त्यो अमिलो बेसी हालेर दिन्छ त्यो बयमको। हामी चाहिँ भयो होला के भयो नै त्यहीँ छ त्यो दिदी 7 बजीसम्म बस्छ। गिल्लो चटपटे चाहिँ खानुपर्ने छ। आज हामी चाहिँ 2 घन्टा हिँड्यौँ है। 4 बजी निस्केको 2 घन्टा हिँड्यौँ साथीहरू। अहिले कति बज्यो? कस्तो लाग्यो हाम्रो ठाउँ अहिले चाहिँ 6 बज्न लाग्यो। हामी बसेको ठाउँ कस्तो लाग्यो चितवन जिल्ला हेर्नु हुनेले चाहिँ कमेन्ट लाइक गर्नु है। त्यो ढुसको घाँस हो र सब्सक्राइब पनि हान्नु होला भन्दै हामी चाहिँ रोलिङ हान्दैछौँ। अगाडि बढ्ने कार्यक्रम हाम्रो रोकिएको छैन। झ्याप्पै ब्रेक लागेको छैन। यस्तो हिँड्ने कार्यक्रम बढिरहेछ तर अलिक गर्मी भयो अहिले। फाइनली साथीहरू हामी चाहिँ घर आइसकिसक्यौँ। हामी चाहिँ घुमेर पनि अनि चाहिँ नुहाइ पनि सक्यो। अब चाहिँ खाना सब्जी पकाउनु छ। आजको हाम्रो घुमेको भिडियो मैले थोरै बनाएको छु। कस्तो लाग्यो तपाईँहरूलाई हेर्नु होला कमेन्ट पनि गर्नु होला है। नजानी भिडियो हालेको छु र हर्ने त्यसै हिँडेको डुलेको हालेको हो। आजलाई चाहिँ यति नै। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि चाहिँ बाई बाई। अनि आजको मौसम चितवनको चाहिँ शीतल भइरहेछ किनभने पानी आएको थियो। सो हेर्नु होला है त भन्दै म चाहिँ बिदा पनि माग्न चाहन्छु। सो आजको मौसम हेर्दै बिदा माग्न चाहन्छु। सो हेर्नु होला है।